ल अब चाहिँ मैले तपाईँहरूलाई डिजिआईको कम्बो देखाउँदैछु है डिजिआई ओजमो 360 को कम्बो ओजमो 360 को लागि कम्बो है। यसमा चाहिँ के आउँछ भन्दाखेरि यो तपाईँहरूले सेपरेट पनि लिन पाउनुभयो। तपाईँहरूले एकदम डिमान्ड गर्नुभएको चिज फेरि रिस्टक भएको छ। यो लेन्स कार्ड एकदमै डिमान्डिङमा हो। डिजिआईको लेन्स यही कोरियो र फेर्नु पऱ्यो भने लास्टै एक्सपेन्सिभ छ। सो त्यो रिस्क नलिनु होला, लेन्स कार्ड हालेरै चलाउनु होला होइन। हामीसँग चाहिँ लेन्स कार्ड पनि भेराइटीको आइसकेको छ है। यो एउटा भयो, यो लेन्स कार्ड भएको एउटा कम्बो छ है। हजुरहरूले हेर्नु होला, यो लेन्स कार्ड भएको एउटा कम्बो छ। यो कम्बोमा चाहिँ हजुरले के पाउनुहुन्छ भन्दाखेरि स्क्रिन प्रोटेक्टर पाउनुहुन्छ। किन्दाखेरि स्क्रिन प्रोटेक्टर पाउनुहुन्छ। स्क्रिन प्रोटेक्टर यसमा दुईवटा हुन्छ, 2 पिस स्क्रिन प्रोटेक्टर हुन्छ तपाईँहरूको लागि। एउटा कोरियो एउटा हाल्दा बिगार्नु भयो भने पनि तपाईँहरूलाई एक्स्ट्रा एउटा हुन्छ। र अर्को यसमा आउँछ तपाईँहरूलाई यो कभर केस आउँछ। यसको यो केस चाहिँ तपाईँहरूको यो सिलिकन केस आउँछ है। यो कम्बोको चाहिँ मात्र हामीले कति राखेको छौँ 6899 मतलब 6900 यो कम्बोको। ओ माई गड 6000 भन्नुहुन्छ। यो 6000 भन्दा एकदम त्यो तपाईँको त्यति महँगो सामान लगभग लाख रुपियाँको सामान प्रोटेक्ट गर्ने चिज हो यो होइन। वान टाइम इन्भेस्टमेन्ट हो। अब यो लगाएर केयर गरेर चलाउनु भयो भने सामान प्रोटेक्ट हुन्छ। यो लेन्स गार्ड चाहिँ एउटा 1 पिस मात्र आउँछ। 1 पिस मतलब अगाडि पछाडिको एक सेट मात्र आयो। यो चाहिँ दुईवटा आउँछ, त्यो भित्र दुईवटा हुन्छ है। यो छुट्टा पनि किन्न पाउनुहुन्छ हजुरहरूले है। यो छुट्टा चाहिन्छ भने छुट्टा पनि किन्न पाउनुहुन्छ र कम्बो पनि लिन पाउनुहुन्छ। छुट्टा किन्दा महँगो पर्छ, कम्बो किन्दाखेरि सस्तो पर्छ। कम्बोमा हामीले रेट एकदम मिलाएर राखिदिएको छौँ हजुरहरूलाई। यो एउटा कम्बो भयो। अब अर्को कम्बो देखाउँदै जाँदैछु म। अर्को कम्बोमा चाहिँ हजुरहरूको लेन्स चाहिँ हामीसँग यो लेन्स आउँछ, ट्रान्सप्यारेन्ट लेन्स प्रोटेक्टर फर ओजमो 360 भनेर यो लेन्स आउँछ। यो पनि राम्रो क्वालिटीको छ लेन्स है। एक त लेन्स पनि हजुरहरूलाई देखाइदिन्छु। अर्को त पहिल्यै देखाइसकेँ मैले, हालेर पनि देखाइसकेँ। यो लेभलको लेन्स आउँछ है। यो लेभलको लेन्स हुन्छ तपाईँहरूको लागि, फिजिबल लेन्स हो है। यसमा अब सबै किटहरू बाँकी त आउने नै भइहाल्यो। इन्स्टलेसनको लागि सबै चिज यसमा आउँछ। वाइप्सहरू सबै क्यामेरा सफा गरेर अनि लेन्स राख्ने हो त्यो आउँछ। अनि प्लस यसमा यो कसरी राख्ने भनेर पनि यो आउँछ। एकदम प्रिमियम सामान हो, त्यही भएर यो सबै चिज आउँछ यसमा। अलरेडी उसमै आउँछ। यो लेन्स पनि छ। यो लेन्सको कम्बोमा चाहिँ के पाउनुहुन्छ हजुरहरूले भन्दाखेरि यो लेन्सको कम्बोमा चाहिँ यो सिलिकनको यो पाउनुहुन्छ है। सिलिकनको यो क्यामेरा कभर पनि भयो, प्लस यो डोरीहरू पनि आउँछ। र यसमा आउने भनेको यो चिज चाहिँ तपाईँहरूले सेपरेटली हामीसँग किन्न नि पाउनुभयो होइन। तपाईँहरूलाई चाहिएको छ भने यो चाहिँ पाउनु हुँदैन है हतपति हजुरहरूले। यो चाहिँ तपाईँको केमा काम लाग्छ जसलाई थाहा छ उहाँलाई थाहा छ। यो चाहिँ ओजमो 360 लाई केहीमा गर्नलाई यो काम लाग्छ है। यो युज हुन्छ। यो पनि पाउनुहुन्छ हजुरहरूले। प्लस यसमा पनि हजुरहरूलाई आउँछ 2 पिस आउँछ। यो स्क्रिन प्रोटेक्टर 2 पिस आउँछ। र यो कम्बोको चाहिँ हामीले मात्र राखेको छौँ जम्मा 5000। अघिको यो क्यामेरा लेन्सवाला कम्बोको हजुरहरूलाई पर्न गयो 6899 भनेको यो क्यामेरावाला को कम्बोलाई चाहिँ पऱ्यो। त्यो भनेको 6900 पऱ्यो। र यो लेन्सवाला चाहिँ हजुरहरूलाई जम्मा पऱ्यो 5000 है, 5000 है। यो दुईवटा कम्बो हजुरहरूलाई हामीले लिइरहेको छौँ, योपालि इन्ट्रोड्युस गरेको छौँ।